Hello everyone, welcome to my another video. आज चाहिँ बेयरफुट्स यानि कि खाली खुट्टा हिँड्दाखेरि स्वास्थ्यलाई फाइदाहरू हुन्छ अरे भनेर म चाहिँ खाली खुट्टा हिँड्दै हिँड्दै आइरहेको छु र खाली खुट्टै म हिँड्नेछु। खाली खुट्टा हिँड्दाखेरि चाहिँ स्ट्रेस रिलिफ हुन्छ अरे, अनि नर्भ्सहरू नसाहरू चाहिँ रिल्याक्स हुन्छ अरे, अनि मान्छेको अर्थिङ हुन्छ अरे, इलेक्ट्रोन सिट्रोन के भन्छ है, एकदम फाइदा हुन्छ अरे। म हिँड्दैछु। पहिलाको जमानामा बाध्यता थियो खाली खुट्टा हिँड्न, तर त्यही बाध्यताका कारण हाम्रो बाजे बजैले खाली खुट्टा हिँडेर स्वस्थ जीवन बिताउनु भयो। तर आजकल हाम्रो पाइतालाले वास्तविक जमिन छुनै पाउँदैन, त्यसकारण पनि हाम्रो ब्लड सर्कुलेसन नराम्रो भएको छ, जसले गर्दा विभिन्न शारीरिक स्वास्थ्य समस्या अनि स्ट्रेस जस्ता मानसिक स्वास्थ्यमा पनि असर परिरहेको छ। चिट्ठी जा रही है, चिट्ठी लोग आ रहा है, जा रहा है, देखो देखो। आजको आधुनिक युगको आर्टिफिसियल कुराहरूमा हराउँदै गर्दा एउटा कुरा भुल्नु हुँदैन, हामी प्रकृतिबाट आएका हौँ, प्रकृति हाम्रो हो। प्रकृतिलाई चिनौँ, प्राकृतिक बनाऊँ।